वेलकम टु आवर युट्युब च्यानल। साथीहरू, यदि तपाईँहरू पनि आफ्नो भोटर आइडी घर बसेर अनलाइन थ्रु बनाउन चाहनुहुन्छ भने त्यो पनि आफ्नो परिचय पत्र नम्बर युज गरेर भने तपाईँहरू यो भिडियो कम्प्लिट हेर्नुहोला। स्टेप बाई स्टेप मैले यो भिडियोमा गाइड गरेको छु र कसरी गर्ने हेराएको पनि छु। साथीहरू, सबभन्दा पहिले तपाईँहरू आफ्नो मोबाइल वा ल्यापटपको कुनै क्रम खोल्नुहोला अनि त्यसपछि त्यहाँ लेख्नुहोला नेपाल इलेक्सन कमिसन अनि त्यसपछि इन्टर गर्नुहोला। फर्स्ट टाइममा एउटा वेबसाइट आउँछ नेपाल गभर्नमेन्टको election.gov.np भनेर फर्स्ट टाइम अप्सन आउँछ, त्योमा क्लिक गर्नुहोला। त्यसपछि यहाँ थुप्रै अप्सन देखाइरहेको हुन्छ। हामीहरूलाई आफ्नो भोटर आइडी बनाउनु छ, त्यही भएर मतदाता नामावली प्री रजिस्ट्रेसन वा अनलाइन प्री इनरोलमेन्ट भनेर देखाएको हुन्छ अप्सन, त्यहाँ क्लिक गर्नुहोला। यहाँ क्लिक गर्नुहुन्छ भने दुईटा अप्सन देखाइरहेको हुन्छ, नयाँ दर्ता गर्नुहोस् त्योमा क्लिक गर्नुहोला। त्यसपछि यहाँ हेर्न सक्नुहुनेछ तपाईँहरू राष्ट्रिय परिचय पत्र नम्बर मार्फत मतदाता नामावली दर्ता। यदि तपाईँहरूको राष्ट्रिय परिचय पत्र बनेको छैन भने पनि तब पनि तपाईँहरू बनाउन सक्ने हुनेछ। यहाँ हेर्न सक्नुहुनेछ अर्को नयाँ मतदाता नामावली दर्ता रेजिस्ट्रेसन परिचय पत्र नभएहरूको लागि तपाईँहरूको यदि राष्ट्रिय परिचय पत्र छैन भने मोबाइल नम्बर दिनुहोला अनि त्यहाँ जे माग्छ त्यो भर्नुहोला। यदि राष्ट्रिय परिचय पत्र छ भने तपाईँहरूलाई कहीँ जानु पर्दैन, तपाईँको भोटर आइडी डाइरेक्टै बनिहाल्छ। फोटोहरू र त्यहाँ इलेक्सन कार्यालयमा जानु पर्दैन, यहीँबाट कम्प्लिट बनेर आउँछ। त्यही भएर तपाईँहरू आफ्नो राष्ट्रिय परिचय पत्र युज गरेर बनाउनु होला। यहाँ सबभन्दा फर्स्टमा तपाईँ आफ्नो राष्ट्रिय परिचय पत्र नम्बर दिनुहोला। त्यसपछि एडीमा आफ्नो जन्ममिति हेरेर भर्नुहोला। त्यसपछि यहाँ भनेछ फर्स्ट नेम इङ्ग्लिस। साथीहरू, यदि तपाईँहरू आफ्नो फर्स्ट नेम दिनुहुन्छ भने यहाँ लिइरहेको हुँदैन, त्यही भएर तपाईँको फर्स्ट नेम जुन हुन्छ त्यो इङ्ग्लिसमा क्यापिटलमा भर्नु होला। त्यसपछि यहाँ एउटा क्याप्चा हुन्छ, जोर घटावाला हुन्छ, यहाँ हेरेर गरेर यहाँ तल यहाँ उत्तर लेख्नुहोस् त्यहाँ लेख्नु होला अनि त्यसपछि एनआइएमबीबाट प्रमाणित गर्नुहोस् मा क्लिक गर्नु होला। त्यसपछि यहाँ तपाईँको सबै जुन जुन राष्ट्रिय परिचय पत्रमा डिटेल्स दिनुभएको थियो त्यो सबै अटोमेटिक देखाइरहेको हुन्छ। नागरिकता अनुसारको ठेगाना यहाँ देखाइरहेको हुन्छ, यहाँ हेर्न सक्नुहुन्छ। अरू तपाईँ डाइरेक्टै अर्को गर्दै जानु, यो सबै डिटेल्स ठिकै हुन्छ। जुन जुन तपाईँ राष्ट्रिय परिचय पत्रमा दिनुभएको थियो त्यही यहाँ देखाइरहेको हुन्छ। तपाईँहरूको राष्ट्रिय परिचय पत्रबाट यहाँ नामहरू भरेको हुन्छ, अटोमेटिक फिलअप भएको हुन्छ। त्यही भएर मोबाइल नम्बर र एउटा इमेल दिनुहोला। जुन नम्बर तपाईँ यहाँ दिनुहुन्छ त्यहीमा अगाडिको दिनमा तपाईँको भोटर आइडीको नम्बर त्यहीमा मेसेजमा आउनेछ, त्यही भएर ठिक नम्बर भर्नु होला र इमेल पनि यहाँ भर्नु होला। त्यसपछि अर्कोमा क्लिक गर्नुहोस्। अर्कोमा क्लिक गरिसकेपछि नागरिकताको विवरण आउँछ। त्यसपछि यहाँ तपाईँ आफ्नो यहाँ जन्ममिति र नागरिकता प्रमाणपत्र नम्बर, राष्ट्रिय परिचय पत्र, नागरिकता जारी मिति यो सबै डिटेल्स भरेको हुन्छ। खालि तपाईँ नागरिकताको किसिम भर्नु होला, यहाँ सिलेक्ट गर्नु होला। जस्तै कुन तपाईँको आफ्नो नागरिकता हेरेर वंशज छ भने वंशजमा सिलेक्ट गर्नु होला। त्यसपछि नागरिकताको विवरण अनुसार सबै यहाँ ठेगानाहरू भरेको हुन्छ, तपाईँ एकपल्ट हेरिहाल्नु, चेक गर्नु होला। साथीहरू, तल यहाँ देखाइरहेको हुन्छ स्थायी बसोबासको ठेगाना। त यदि तपाईँहरूको नागरिकतामा जुन ठेगाना छ त्यो अहिलेसम्म त्यही हुनुहुन्छ भने यहाँ स्थायीमा टिक लगाइदिनु होला। माथि आइडी फरक छ भने अहिले नयाँको यहाँ भर्नु होला, कुन मध्य प्रदेशमा बस्नु भएको र जिल्ला, नगरपालिका, वार्ड नम्बर सबै भर्नु होला। र तल त्यसपछि यहाँ अप्सन हुन्छ मतदान गर्ने स्थान, तपाईँ कहाँबाट मत गिराउनुहुन्छ त्यो यहाँ सिलेक्ट गर्नु होला। यहाँ यसरी क्लिक गर्नुहुन्छ भने यहाँ देखाइरहेको हुन्छ। त्यसपछि गाउँ टोलको नाम आफै आउँछ। त्यसपछि अर्कोमा क्लिक गर्नु होला। त्यसपछि अर्को अप्सन आउँछ अपाङ्गत रहेको भए, यदि कोही अपाङ्ग हुनुहुन्छ भने यहाँ हो भनेर टिक लगाएर अर्कोमा क्लिक गर्नु, छैन भने होइनमा क्लिक गरेर अर्कोमा क्लिक गर्नु होला। त्यसपछि यहाँ अन्यमा आउँछ जहाँ भनेको हुन्छ मातृभाषा छान्नुहोस्, आफ्नो मातृभाषा सिलेक्ट गर्नु होला। त्यसपछि शैक्षिक योग्यता, त्यसपछि समूह वर्ग सोधेको हुन्छ, तपाईँ कुन समूहमा पढ्नुहुन्छ। जस्तै म मधेसीमा छु भने मधेसीमा सिलेक्ट गरियो। त्यसपछि शैक्षिक योग्यता छान्नुहोस्, +2 गरिहाले, तपाईँहरू आफ्नो योग्यता सिलेक्ट गर्नु होला। त्यसपछि जति पनि सम्पूर्ण डिटेल्स हामीहरू भरे थियो सब खाइरहेको हुन्छ, राम्ररी तपाईँहरू एकपल्ट पढ्नु होला अनि त्यसपछि दर्ता गर्नुहोस्मा क्लिक गर्नु होला। यति गर्दा फाइनली तपाईँहरू आफ्नो भोटर आइडी बनाइसक्नु भयो। केही दिनपछि तपाईँहरूको मोबाइलमा एउटा मेसेज आउँछ कि तपाईँको भोटर आइडी नम्बर यति हो। त्यसपछि तपाईँ डाइरेक्टै नागरिक एपमा त्यो डाउनलोड एट्याच पनि गर्न सक्नुहुनेछ। र या तपाईँहरू प्रिन्ट निकाल्न चाहनुहुन्छ भने तपाईँहरू कमेन्ट गर्नुहोला। नेक्स्ट भिडियोमा मैले कसरी भोटर आइडीको प्रिन्ट निकाल्ने त्यो पनि सिकाइदिनेछु। साथीहरू, यदि यो भिडियो तपाईँहरूलाई इन्फर्मेटिभ लागेछ भने यो च्यानललाई सब्सक्राइब गरेर राख्नु होला। आगामी दिनमा पनि म यस्तै इन्फर्मेटिभ भिडियोहरू यो च्यानलमा अपलोड गर्नेछु। र तपाईँहरूलाई कुनै समस्या वा
कुनै कन्फ्युजन छ यो भिडियोमाथि भने कमेन्ट सेक्सनमा कमेन्ट गर्नुहोला। तपाईँहरूको कमेन्टको एन्सर अवश्य दिनेछु। थ्याङ्क यू फर वाचिङ दिस भिडियो।